तपाईहरुलाई पनि फेसबुकबाट पैसा कमाउनु मन छ भने यो भिडियो लास्टसम्म हेर्दिनु होला साथीहरु है। फर्स्ट अफ अल तपाईहरुले फेसबुक पेज बनाउनुपर्छ। यो स्क्रिनमा तपाईहरुले देखाउँदैछु म है। फेसबुक पेज चाहिँ कसरी बनाउने? फर्स्ट अफ अल यहाँ गएर चाहिँ फेसबुक हाम्रो जुन चाहिँ पेज छ यहाँ पेज लेखेको छ, पेजमा क्लिक गर्नुपर्छ। त्यहाँ पछि चाहिँ अब तपाईहरुको यहाँ आउँछ है। यहाँ माथि तपाईले क्रिएट लेखेको छ, क्रिएट गर्नुपर्छ, बनाउनुपर्छ है। त्यसपछि यहाँ पर्सनल र प्रोफेसनल छ है। प्रोफेसनलबाट तपाईले नेक्स्ट बनाउनुपर्छ, तपाईहरुले आफ्नो नाम लेख्नुपर्छ है। त्यसपछि यहाँदेखि चाहिँ अब क्रिएट गर्न सक्नुहुन्छ। त्यसपछि त आफ्नो यहाँ फोटो हाल्नुपर्छ साथीहरु है। कुनै एउटा आफ्नो फोटो हाल्नुहोस्, त्यसरी यहाँ नाम लेख्नुहोस्, त्यसपछि एकदम रेडी हुन्छ तपाईको फेसबुक पेज। आफ्टर दैट त्यसपछि चाहिँ मेरो चाहिँ अलरेडी पेज छ, तपाईहरुलाई थाहै छ मेरो फेसबुक पेज है, प्रवीण गुरुङ ब्लग्स है। अन्त त्यसपछि चाहिँ तपाईहरुले यहाँ गएर चाहिँ अब तपाईले फोटो भिडियो स्टोरीहरु लगाउन सक्नुहुन्छ है। त्यसपछि चाहिँ के गर्नुहुन्छ भने मेरो अब थुप्रै स्टोरीहरु लगाएको छु मैले यहाँ, अन्त थुप्रो अब भिडियो फोटोहरु पनि हालेको छु, अपलोड गरेको छु है। त्यसरी नै तपाईहरु पनि गर्नुहोस् है। त्यसपछि अहिले चाहिँ के छ भने फेसबुकबाट पनि तपाईहरुले फोटो भिडियोबाट पनि तपाईहरुले अर्निङ गर्न सक्नुहुन्छ, पैसा कमाउन सक्नुहुन्छ है साथीहरु। यो चाहिँ एकदम राम्रो छ है। तपाईहरुले देखाउँदैछु म अक्टोबरको अर्निङ मेरो हेर्नुस् $22 चाहिँ भइसकेको छ। 22 यहाँ चाहिँ म जाँदैछु है। कन्टेन्ट मोनेटाइजेसन चाहिँ मेरो अन भइसकेको छ है। अन्त यहाँ चाहिँ मेरो भएको छ टोटल $26 भएको छ है। रिल्समा पनि आएको छ, फोटो पनि आएको छ, स्टोरिज लगाएको थिएँ, त्यसमा मेरो अर्निङ भएको छ है साथीहरु। तपाईले यसरी अर्निङ गर्न सक्नुहुन्छ। बेसी फलोवर्स पर्दैन, खाली तपाईले 1K भनेको 1000 फलोवर्स चाहिँ कम्प्लिट गरेको हुनुपर्छ है। त्यो चाहिँ बेसी टाइम लाग्दैन फेसबुकमा चाहिँ। तपाईको साथीहरु हुन्छ, तपाईको फ्यामिली हुन्छ है, उनीहरुको फेसबुकबाट तपाईहरुले चाहिँ अब गएर इन्भाइट गर्न सक्नुहुन्छ है। तपाईको फेसबुक पेजमा चाहिँ इन्भाइट गर्न सक्नुहुन्छ है। जस्तो मेरो यो फेसबुक प्रोफाइल भइहाल्यो हैन। त्यहाँ चाहिँ मेरो अब फेसबुक पेज चाहिँ मैले सर्च गर्छु, मेरो फेसबुक पेज। यहाँ चाहिँ गएर के गर्छु भने तपाई गएर इन्भाइट गर्नुहोस्। अब तपाईको हैन फ्यामिलीमा कसको अब फेसबुक छ त्यो चाहिँ इन्भाइट गर्न सक्नुहुन्छ। यहाँ चाहिँ इन्भाइट फलोवर्स अर फ्रेन्ड्स, यहाँ गएर चाहिँ तपाईहरुले इन्भाइट गर्न सक्नुहुन्छ है। जस्तो मेरो चाहिँ अलरेडी थुप्रो इन्भाइट गरिसकेको छु हैन। अहिले पनि 190 जस्तो अब मेरो फ्रेन्ड्सहरु छ जसलाई म मेरो पेजमा इन्भाइट गर्न सक्छु हैन। त्यसरी अब इन्भाइट गर्नुपर्छ है। इन्भाइटमा यो अलमा सेलेक्ट अलमा थिचेर चाहिँ इन्भाइट गर्नुपर्छ है। त्यसरी नै अब तपाईहरुले चाहिँ अब आफ्नो फलोवर्स बढाउन सक्नुहुन्छ। अन्त त्यसरी चाहिँ अब तपाईले के गर्न सक्नुहुन्छ भने अब अर्निङ हुन्छ, अब सबैमा अर्निङ गर्न सक्नुहुन्छ साथीहरु। त्यसले तपाईहरु पनि सुरु गर्नु होला है। जस्तो मेरो पनि सपोर्ट गर्नु होला। यो भिडियो मन पर्यो प्लिज डु लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब एन्ड follow my page। ल तपाईहरुले यसरी कमाउन सक्नुहुन्छ है।